हेलो हाई साथीहरू, हजुरहरूलाई मेरो न्यू भिडियोमा स्वागत छ। आज चाहिँ मौसम कति रमाइलो गइरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो बोजू घर। यता चाहिँ मेरो नानीलाई यसले उ गरिरहेको थियो कि नानी के गर्यो यसले हो यसलाई पागल यसलाई पागल मेसिनले उठ मेसानी हो नि त ज्ञान छोरो उठ त्यसलाई पागल नि ल मामु छोरी मिलेर हेलो साथी, यो यस्तो हरामी छ। म चाहिँ धन्यवाद गएको छु साथी, यति पुगिसकेको छु तरकारी पकाउनुलाई, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ के भन्छ साथीहरू, यो चाहिँ पालुङ्गो हो कि के भन्छ साथीहरू। यो चाहिँ आज बिहान चाहिँ काटेर तरकारी बनाएको थियो नि त साथीहरू, फर्सी भन्छ नि त। अनि यो फर्सी चाहिँ फलिरहेको छ है साथीहरू। लसुन बारी साथीहरू हाम्रो सबै सुकिसक्यो, अब खन्न बाँकी छ। हाम्रो यो चाहिँ प्याज बारी हो साथीहरू, प्याज कस्तो राम्रो फुलहरू फुलिरहेको छ बिचमा। यो साँझको टाइम हुनुको साथीहरू। हेर्न साथीहरू, मेरो चप्पल चुटेर हैरान भयो। आज साथीहरू यो बाख्रा नआउँदा चप्पलै चुट्यो। के भन्नु छ साथीहरू, म चाहिँ अब यो टिप्न लाग्छ एकछिनमा। साथीहरू म चाहिँ यति देख्छु साथीहरू, पुरा के भन्छ गोलबेरा भन्छ कि के भन्छ, म त अलिक दिइरहेको छु। आजलाई किन साथीहरू बाई। हेलो हाई साथीहरू, हजुरहरूलाई मेरो न्यू भिडियोमा स्वागत छ। आज चाहिँ मौसम कति रमाइलो गइरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो बोजू घर। यता चाहिँ मेरो नानीलाई यसले उ गरिरहेको थियो कि नानी के गर्यो यसले हो यसलाई पागल यसलाई पागल मेसिनले उठ मेसानी हो नि त ज्ञान छोरो उठ त्यसलाई पागल नि ल मामु छोरी मिलेर हेलो साथी, यो यस्तो हरामी छ। म चाहिँ धन्यवाद गएको छु साथी, यति पुगिसकेको छु तरकारी पकाउनुलाई, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ के भन्छ साथीहरू, यो चाहिँ पालुङ्गो हो कि के